नमस्कार। लुकेका अनि लुकाइएका, देखेका तर नभनिएका घटनाहरूको सङ्गालो मात्र होइन, तथ्य अनि तथ्याङ्क सहितको विश्लेषण। कार्यक्रम द इनसाइडर। दर्शकहरू, नेपालका कम्युनिस्ट पार्टीहरूका बीचमा एकताको बहस चलिरहेका बेला वामपन्थी एकता हुनुपर्छ र पर्दैन भन्ने पक्षमा नेताहरू केही हदसम्म विभाजित पनि देखिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको पक्षमा आवाज सार्वजनिक त गरेका छैनन्, तर नेकपाका संयोजक पुष्पकमल दाहालले भने एक कदम अघि बढेर अब यदि यो समयमा नेपालका कम्युनिस्ट पार्टीहरू एक ठाउँमा नआउने हो भने कम्युनिस्टहरूमाथि थप सङ्कटको बादल मडारिन सक्ने दाबी प्रस्तुत गरेका छन्। पुष्पकमल दाहालकै अगुवाईमा नेपालमा 2077 सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकीकरण भएको थियो, जुन बेला नेपालका कम्युनिस्ट पार्टीले झन्डै 2/3 बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर पनि पाएका थिए। तर त्यो अवसर उनीहरूले लामो समय सदुपयोग गर्न सकेनन्। पार्टीभित्रको खिचातानी, अन्तरसङ्घर्ष, शक्ति सङ्घर्षका कारण तत्कालीन नेकपा विभाजनको अवस्थामा पुग्यो। नेकपा मात्र होइन, त्यसपछि तत्कालीन समयको नेकपा एमालेमा समेत विभाजन आएको थियो। नेकपा एमालेबाट त्यसबेलाका नेता माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल लगायतका नेताहरूले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी नामको दल गठन गरेका थिए। अहिले पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनालहरू एउटा पार्टीमा आबद्ध छन्। तत्कालीन नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका बीचमा यो चुनाव अघि पार्टी एकीकरण समेत भएको थियो। पार्टी एकीकरण गठन भइसके पछाडि नेपाल कम्युनिस्ट पार्टी नामको दल अहिले अस्तित्वमा छ। तिनै पुष्पकमल दाहालले फेरि एकपटक वामपन्थी शक्तिहरूका बीचमा एकीकरण हुनुपर्ने पक्षमा लबिङ सुरु गरेका छन् र उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो तहका नेताहरू मार्फत पार्टी एकीकरणका लागि प्रस्ताव समेत पठाएको विषय सार्वजनिक भएको छ। यद्यपि यो विषयमा नेताहरू अहिलेसम्म मुख खोलेका छैनन्। आइतबार मात्रै मदन भण्डारी जयन्तीको अवसरमा एउटा कार्यक्रम भएको थियो, जुन कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिए। त्यही कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कुनै समय एमालेकै नेतृत्व गरेका अहिलेका नेकपाका सहसंयोजक माधव कुमार नेपाल मात्र होइन, पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेत एउटै मञ्चमा उपस्थित भएका थिए, जुन मञ्चबाट नेकपाका नेताहरूले वामपन्थी शक्तिहरूका बीचमा एकीकरण हुनुपर्ने पक्षमा अभिव्यक्ति सार्वजनिक गरेका थिए। तर त्यही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने एमाले अहिले कमजोर अवस्थामा पुगेको भए पनि कहिल्यै उठ्न नसक्ने गरी कमजोर नभएको र एमाले फेरि उठ्ने दाबी गरेका थिए। अर्थात् पुष्पकमल दाहाल फेरि वामपन्थी एकताको पक्षमा देखिएका छन्, तर नेकपा एमालेका अध्यक्ष भने खुलेर वामपन्थी एकताका पक्षमा देखिएका छैनन्। यद्यपि विद्या भण्डारीको प्रमुख आतिथ्यतामा जसरी आइतबार कार्यक्रम सम्पन्न भयो, त्यसले भने नेपालका कम्युनिस्ट पार्टीहरूका बीचमा फेरि एकीकरणको वातावरण तयार गर्ने एउटा बाटोका रूपमा समेत लिएको छ। यो बीचमा नेकपाका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपाकै नेताहरू, खास गरी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले पार्टी नेतृत्वबाट बिदा लिनुपर्ने सुझाव पेश गरेका थिए। उनले लिखित असहमति व्यक्त गरेका थिए। पार्टीलाई यदि पुनर्जागरण गर्ने हो भने संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले नेतृत्व छाडेर नयाँ पुस्तामा नेतृत्व ल्याउनु पर्ने विषयमा उनले आफ्नो धारणा राखेका थिए। त्यसपछि झलनाथ खनाल विरुद्ध पुष्पकमल दाहाल र माधव कुमार नेपालले एउटै मञ्चबाट अभिव्यक्ति सार्वजनिक गरेका थिए। नेकपाभित्र अहिले झलनाथ खनाल भर्सेस पुष्पकमल दाहाल र माधव कुमार नेपालको अवस्था छ। यस्तो बेलामा झलनाथ खनालले एउटा दुखेसो सार्वजनिक गरेका छन्। पार्टी विभाजन गर्न लाग्यो भनेर आरोप फैलिआएर आफ्नो प्रतिष्ठामाथि धावा बोल्ने काम गरेको झलनाथ खनालले टिप्पणी गरेका छन्। झलनाथ खनालको टिप्पणी यस्तो बेलामा आएको छ जुन बेला नेकपाका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले लगायतका अन्य वामपन्थी राजनीतिक दलहरूका बीचमा सके पार्टी एकता, नसके कार्यगत एकता अर्थात् एजेन्डामा आधारित
एउटै धारणा निर्माण गर्ने प्रयास गरिराखेका बेला झलनाथ खनालको यस्तो टिप्पणी सार्वजनिक भएको हो। हामी समाजवादी लोकतन्त्रमा पुग्न चाहन्छौँ। त्यसकारणले अहिलेको लोकतन्त्रलाई अधिकतम उपयोग गरेर हामीले चाहिँ समाजवादी लोकतन्त्रमा पुग्नको निम्ति अब समाजवादी क्रान्ति चाहिन्छ, समाजवादी रूपान्तरण चाहिन्छ र अब हामीले स्थापना गरेको समाजवादी लोकतन्त्र हो। यिनै कुराहरूलाई ध्यानमा राखेर आजका हाम्रा सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूको निम्ति हाम्रो चेतनालाई बढी प्रष्ट पारौँ। हाम्रो आन्दोलनभित्र भएका कतिपय रिफराफहरू छन्, कतिपय विकार विकृतिहरू छन्, असमझदारीहरू छन्, अज्ञानताहरू छन्। त्यो कुरालाई तोड्नुको निम्ति यो किताबले अलिकति मात्रै पनि मद्दत गर्यो भने मलाई त्यसले खुसी बनाउनेछ र त्यही कुरामा थोरै भए पनि योगदान पुगोस् भन्नुको निम्ति मैले यो वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद भन्ने पुस्तक यहाँहरू समक्ष प्रस्तुत गरेको छु। केही मान्छेले आज मैले बिहान के सुने भने यो झलनाथले अर्को एउटा पार्टी खोल्नलाई पो प्रयत्न गरिरहेछ, पार्टी फोड्दैछ अरे भनेर केही मान्छेहरूले कुप्रचार गरेछन्। म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथीहरू, कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस्। झलनाथ खनाल कहिले पनि एउटा गुट पनि नबनाएको मान्छे हो, गुट बनाउने कुरा पनि गलत हो भनिरहेको मान्छे हो। तर अब यति बेलाको परिस्थितिमा हामीले यो वैज्ञानिक समाजवादको विचार समूह निर्माण नगरी हुने भएन। दर्शकहरू, नेकपा एमालेका कैयौं वरिष्ठ नेताहरू अहिले एमालेमा छैनन्। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल सँगसँगै एमालेमा कुनै बेला प्रभावशाली नेताको भूमिकामा रहेका उपाध्यक्ष समेत बनिसकेका भीम रावलहरू पनि एमालेमा अहिले छैनन्। एमालेको चितवनमा सम्पन्न महाधिवेशनपछि माधव कुमार नेपाल, झलनाथ खनाल सँगसँगै भीम रावल र घनश्याम भुषालहरू एमालेमा रहन नसक्ने अवस्था सिर्जना भएको थियो। यद्यपि माधव कुमार नेपाल र झलनाथ खनाल, घनश्याम भुषाल लगायतका नेताहरू भने एमालेको महाधिवेशन अघि नै पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी नामको दल गठन गरेका थिए। त्यसपछि भीम रावलले महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरिसके पछाडि घनश्याम भुषाल त्यसै गरी प्रतिस्पर्धी बन्ने घोषणा गरेपछि उनीहरूलाई एमालेमा रहन नसक्ने अवस्थाको सिर्जना गरिएको थियो। त्यसबेलामा एमालेमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध जसले प्रश्न गर्छ त्यो नेतालाई भीम रावल वा घनश्याम भुषाल बनाउने जोखिम पनि कायम थियो। तर मुलुकमा जब जिएनजी आन्दोलन भयो अघिल्लो वर्षको भदौमा, त्यसबेलामा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिराखेका थिए। त्यो जिएनजी आन्दोलनले एमालेभित्र पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वका बारेमा प्रश्न गर्ने, बहस गर्ने स्थान सुरु भएको छ। अर्थात् एमालेमा पनि अध्यक्ष केपी शर्मा ओली विरुद्ध नेताहरू खुल्न थालेका छन्। योगेश भट्टराई लगायतका नेताहरूले पार्टी नेतृत्वबाट अध्यक्ष केपी शर्मा ओली हटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा अभिव्यक्ति राख्न सुरु गरेका थिए। त्यसबेलासम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वका विरुद्ध प्रश्न उठाउने नेताहरूलाई कारबाही गर्ने धम्की पनि दिने गरेका थिए। तर परिस्थिति अहिले फेरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा निकटमा रहेर काम गरेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल लगायतकै नेताहरू समेत अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा स्पष्ट रूपमा खोलेका छन्। यस्तो बेलामा अहिले एमाले भित्रको शक्ति सङ्घर्ष, अन्तरसङ्घर्ष चर्किएको बेलामा त्यो विवाद रोक्नका लागि वामपन्थी शक्तिहरूका बीचमा एकताको नयाँ कार्ड फाल्न खोजिएको टिप्पणी समेत सुरु भएको छ, जसको सङ्केत एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल मार्फत सोमबार बिहानै अभिव्यक्त गरेका थिए। यसअघि असफल भइसकेको वामपन्थी एकताको विषयलाई फेरि ल्याएर पार्टीभित्र, हरेक पार्टीभित्र देखिएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई ओझेलमा पार्न खोजिएको टिप्पणी गोकुल बास्कोटा लगायतका नेताहरूले गरि नै राखेका छन्। तर पुष्पकमल दाहाल जसरी पनि वामपन्थी राजनीतिक दलहरूका बीचमा सके पार्टी एकता, नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन्, जसका कारण फेरि मुलुकमा रहेका वामपन्थी शक्तिहरूका बीचमा एउटा एकताको प्रक्रियामा गएर एकता गरेर नयाँ पार्टी निर्माण गर्ने पक्षमा नेताहरू देखिएका छन्। त्यसकै कारण
एउटा लिन सकिन्छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने नेकपा एमालेको निर्णय। नेकपा एमाले चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशन अगाडि विद्या भण्डारीलाई सदस्यता नदिने निर्णय गरेको थियो। त्यसबेला एमाले मुलुकको कार्यकारी प्रमुख भइसकेको व्यक्ति, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति, पार्टी राजनीतिमा सक्रिय हुन नमिल्ने भन्दै विद्या भण्डारीलाई सदस्यता नदिने औपचारिक निर्णय गरेको थियो। तर एमाले आफ्नै निर्णयबाट ब्याक भएर अर्थात् विद्या भण्डारीलाई सदस्यता नदिने जुन कारण नेकपा एमाले खुलाएर विद्या भण्डारीको सदस्यता रोकेको थियो त्यसको कुनै जवाफ नदिई एमाले अहिले विद्यादेवी भण्डारीलाई आफ्नो साधारण सदस्य बनाएको छ। अर्थात् विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय हुनका लागि बाटो खुलेको छ र यस्तो बेलामा नेपालका वामपन्थी शक्तिहरूका बीचमा फेरि ध्रुवीकरण, फेरि मोर्चाबन्दी, फेरि एकीकरणको बहस सुरु भएको छ। विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति भएकै बेला पनि तत्कालीन समयको नेकपाको एकता जोगाउनका लागि आफ्नो भूमिका बिर्सिएर खुलेआम राजनीतिमा संलग्न भएको आरोप त्यसबेलामा लागेको थियो। तर विद्या भण्डारी राष्ट्रपति रहेका बेला त्यसबेलामा राजनीतिक प्रतिक्रिया दिएकी थिएनन्। जब उनी राष्ट्रपतिबाट निवृत्त भइन् अनि नेपालमा राजनैतिक दलहरूको बीचको विभाजन रोक्नका लागि प्रयास गर्नु हरेक नेपाली नागरिकको दायित्व हुने भए जस्तै आफू पनि त्यसै हिसाबले सक्रिय भएको टिप्पणी गरेकी थिइन्। अहिले फेरि विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने बाटो खोल्नु र पुष्पकमल दाहालले वामपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी, ध्रुवीकरण र अन्ततोगतवा पार्टी एकीकरण गर्ने विषयलाई अघि सारेपछि यो विषय थप चर्चामा आएको छ। नेकपा एमालेमा कुनै बेला प्रभावशाली उपाध्यक्षको हैसियतमा रहेका भीम रावलले समेत त्यस्तै आशयसहितको टिप्पणी सार्वजनिक गरेका छन्। उनले वामपन्थी शक्तिहरूका बीचमा एकता यदि नहुने हो, कार्यगत एकता नहुने हो भने वामपन्थी शक्तिहरूको सङ्कट थप गहिरिँदै जान सक्ने टिप्पणी उनले सोमबार मात्रै सार्वजनिक गरेका छन्। सरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि मार्क्सवादलाई दोष दिने, नेता बिग्रने, लेनिनवादलाई दोष दिने, नेता बिग्रने, कम्युनिस्ट पार्टी नै खतम भयो, असान्दर्भिक भयो भन्ने जुन एउटा पुँजीवादीहरूले हल्ला मचाइरहेका थिए त्यस्तो हल्लामा हामी नलागौँ। हो, अवश्य पनि हामी कति बिग्रेका छौँ, को बिग्रियौँ बिग्रेनौँ अब चाहिँ थाहा हुँदै जान्छ पछि। त्यसो भएको हुनाले व्यक्तिका आपसमा कमजोरीहरू छन्, दोषहरू छन्, गल्तीहरू छन्, नेताहरूका पनि दोष छन्, मेरा पनि होलान्। तर कुरा के हो भन्दा यसको अर्थ चाहिँ के भन्दा कम्युनिस्ट पार्टी असान्दर्भिक भएको होइन, मार्क्सवाद असान्दर्भिक भएको होइन, जनताको बहुदलीय जनवाद असान्दर्भिक भएको होइन, वैज्ञानिक समाजवाद असान्दर्भिक भएको होइन। दर्शकहरू, यसरी नेताहरूले पार्टी एकता हुनुपर्ने पक्षमा आवाज उठाउन सुरु गरिराखेका बेला कतिपय नेताहरू छन् जसले हतारमा पार्टी एकीकरण गरेर फुर्सदमा पछुताउने अवस्था सिर्जना गर्न नहुने आशय व्यक्त गरिराखेका छन्। नेकपा एमालेका कैयौँ नेताहरूले हतारमा पार्टी एकीकरण गर्दा यस अघिको एकता लामो समय नटिकेको भन्दै अहिले पनि यदि पार्टी एकीकरण गर्ने हो भने लामो गृह कार्य गरेर मात्रै राजनैतिक दलहरूका बीचमा पार्टी एकीकरण हुनुपर्ने पक्षमा आवाज उठाइराखेका छन्। नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली कमजोर अवस्थामा देखिएका छन्। यहाँसम्म कि उनैले हुर्काएका, उनैले राजनीतिक आश्रय दिएका महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतकै नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने अवस्थामा आइपुगेका छन्। यद्यपि विष्णु प्रसाद पौडेल जो नेकपा एमालेको उपाध्यक्ष थिए, सम्पत्ति शुद्धिकरण मुद्दामा उनलाई सरकारले पक्राउ गरेको छ र उनीमाथिको अनुसन्धान जारी छ। त्यो अघिसम्म विष्णु पौडेल पक्राउ पर्नु अघिसम्म एमालेमा नेतृत्व परिवर्तनको बहस यति तीव्र बनेको थियो कि यो बीचमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठकबाटै नेतृत्वबाट विदा गर्ने तयारीमा नेताहरू लागेको आरोप समेत नेताहरूमाथि लागेको थियो। तर जब विष्णु पौडेल पक्राउ परे त्यसपछि नेकपा एमालेमा तत्कालका लागि नेतृत्वको टकरावको विषय भने मत्थर भएको जस्तो देखिएको छ। विष्णु पौडेल, शङ्कर पोखरेल लगायतका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा स्पष्ट देखिएका थिए। तर अब शङ्कर पोखरेल कुन भूमिकामा प्रस्तुत हुन्छन् भन्ने विषय सँगसँगै सुरु भएको छ। नेकपा एमालेभित्र वामपन्थी शक्तिहरूका बीचमा पार्टी एकीकरण गर्नुपर्ने कतिपय नेताहरूले त्यस्तो खालको
आशा व्यक्त गरिराखेका छन्। तर कतिपय नेताहरूले भने अहिले अन्य वामपन्थी शक्तिहरूका बीचमा एकीकरण गर्ने भन्दा पनि नेकपा एमाले भित्रै पार्टीको नेतृत्व हस्तान्तरण पुस्तान्तरणको विषयमा बहस चलाउनु पर्ने आवश्यकता रहेको टिप्पणी गरिराखेका छन्। अध्यक्ष केपी शर्मा ओली आफूमाथिको दबाव कम गर्नका लागि अन्य राजनीतिक दल अन्य कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चाबन्दी गर्ने नयाँ अस्त्र प्रयोग गर्न खोजेको टिप्पणी पनि एमालेका नेताहरूले गरिराखेका छन्। मुलुकमा चुनाव भएर चुनावको परिणाम सार्वजनिक भएपछि नेपालको इतिहासमा खास गरी प्रजातन्त्र प्राप्तिपछि नेपालको इतिहासमा पहिलो पटक कम्युनिस्ट पार्टीहरू न सरकारको नेतृत्वमा पुग्ने अवस्था यसपटक बन्यो न त प्रमुख प्रतिपक्ष दलको हैसियतमै रहने अवस्था पुग्यो। अहिले मुलुकको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरिराखेको छ र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस रहेको छ। कम्युनिस्ट पार्टीहरूको जनमत समग्र जनमत धेरै देखिएको भए पनि पार्टीहरू विभाजन भएर साना साना पार्टीका रूपमा क्रियाशील रहेका कारण उनीहरूले प्राप्त गर्ने जनमत संसदीय अङ्कगणितमा महत्त्वपूर्ण आकार लिन सकेको छैन। त्यसैलाई ध्यानमा राख्दै अझ भन्ने हो भने आउनै लागेको प्रदेशसभा र स्थानीय तहको चुनाव केन्द्रित गरेर नेपालका कम्युनिस्ट पार्टीहरू फेरि एकीकरणको बाटोतर्फ लागेका छन्। तर यसलाई कम्युनिस्ट पार्टीका कतिपय नेताहरूले भने अलि हतारमा गर्न खोजिएको निर्णयका रूपमा समेत लिएका छन्। अहिलेको अवस्था हेर्ने हो भने एमालेका नेताहरू पार्टी एकीकरण गर्ने पक्षमा देखिएका छैनन्। यद्यपि नेकपाका नेताहरू खास गरी संयोजक पुष्पकमल दाहाल भने तत्कालै नेपालका वामपन्थी शक्तिहरूका बीचमा एकीकरण नभए कम्युनिस्ट पार्टीहरू थप क्षति मात्रै भोग्न पर्ने अवस्थामा पुग्ने टिप्पणी गरिराखेका छन् र कतिपय नेताहरू पार्टी एकीकरणका लागि आधार तयार गर्नुपर्ने र त्यसका लागि हतारमा पार्टी एकीकरण गर्ने विषय छलफलमा ल्याउन समेत नहुने आशय सहितको टिप्पणी पनि गरि नै राखेका छन्। अब कम्युनिस्ट आन्दोलन अल्मलियो, वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गन्जागोलमा गयो र साङ्गठनिक रूपले त अब नोकरशाही एउटा तन्त्रमा फेरियो र विघटन भयो। मलाई लाग्दैन आज कम्युनिस्ट आन्दोलन यहाँ जीवित छ। कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू जीवित हो हामी है, कम्युनिस्टमा समर्थन गरेका जनता हो, तर कम्युनिस्ट आन्दोलन विघटन भइसकेको छ। यो विघटित अवस्थामा नयाँ ढङ्गले पुनर्गठित गर्ने एउटा नयाँ अभियानको आवश्यकता छ। 70% जनमत थियो देशभक्त प्रगतिशील र वामपन्थीहरूको, आज त्यो जनमत घटेर कहाँ पुगेको छ त्यसले पनि स्पष्ट गर्दछ। पार्टीहरूको आजको अवस्था हेऱ्यो भने कम्युनिस्ट पार्टी नाम दिएर हामीले जे गऱ्यौँ त्यसको आज अवस्था के छ भनेर हेऱ्यो भने कम्युनिस्ट आन्दोलन जीवित छैन नेपालको सन्दर्भमा। यसलाई पुनर्जीवन दिनका लागि पुनर्सङ्गठन आवश्यक छ, पुनर्गठन आवश्यक छ। त्यो पुनर्गठन भनेको वैचारिक रूपले होइन, त्यसलाई वैज्ञानिक समाजवादी एउटा धाराका दृष्टिकोणले पुनर्गठित गरेर समाजवादी वामपन्थी एउटा आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ। त्यसलाई सङ्गठनात्मक रूपले, त्यसलाई विधि पद्धतिको दृष्टिकोणले, त्यसलाई आर्थिक र सामाजिक न्यायका दृष्टिकोणले हामीले कसरी पुनर्गठन गर्छौँ भन्ने महत्त्वपूर्ण कुरा हो। यी कुराहरूको अझ विस्तृत अध्ययन लेखन आवश्यक छ। यो पहिलो मतलब वैज्ञानिक समाजवादी बहुदलीय जनवाद भन्ने किताबले थालनी गरेको छ। भावी दिनहरूमा झलनाथ कमरेडका अरू आवश्यकतालाई पूर्ति हुने प्रकाशनहरू आउनेछन् भन्ने म आशा गर्दै उहाँलाई हार्दिक शुभकामना पनि दिन चाहन्छु। यो किताब प्रकाशनको बारेमा बधाई पनि व्यक्त गर्न चाहन्छु। दर्शकहरू, राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको चुनावमा अभूतपूर्व परिणाम हात पारेको छ। झन्डै 2/3 बहुमत सहितको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्वमा चलिराखेको छ। मुलुक राष्ट्रिय स्वतन्त्र पार्टीले चलाइराख्दा अन्य राजनीतिक दलहरू, नेपालका परम्परागत राजनीतिक दलहरू भने फेरि आफूलाई पुनर्स्थापना गर्ने आन्तरिक गृह कार्यमै तल्लीन देखिएका छन्। राजनीतिक दलहरू आगामी चुनाव केन्द्रित भएर गतिविधि सुरु गर्दा ती राजनीतिक दलहरूको विवाद भने उत्कर्षमा पुगिनै राखेको छ। नेपाली काङ्ग्रेस औपचारिक विभाजनको बाटोमा छ। गगन थापा भर्सेस शेरबहादुर देउवा पक्षका नेताहरू हुने अवस्था काङ्ग्रेसमा देखिएको छ। यद्यपि काङ्ग्रेसको विवाद समाधानका लागि सभापति गगन थापाले निरन्तर प्रयास गरेको दाबी गरिराखेका छन्। अर्कोतर्फ नेकपा एमाले जो मुलुकको तेस्रो ठुलो राजनीतिक दलको हैसियतमा छ, संसदमा त्यस्तो खालको अङ्कगणित छ, एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा नेताहरू बिस्तारै खुल्न थालेका छन्। यद्यपि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको देख्ने नेताहरूको सङ्ख्या पनि धेरै नै देखिएको छ।
अर्को दल नेपाली कम्युनिस्ट पार्टी, जसको नेतृत्व पुष्पकमल दाहालले गरिराखेका छन्, त्यो पार्टीमा पनि पूर्व प्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले पुष्पकमल दाहाल र माधव कुमार नेपालहरूले नेतृत्वबाटै बिदा लिनुपर्ने टिप्पणी अभिव्यक्ति सार्वजनिक गरेका छन्, जसका कारण पुष्पकमल दाहालमाथि एउटा दबाव परेको छ। नेकपा मसाल हुँदै नेकपा चौम होइन, नेकपा माओवादी केन्द्र लगायत नेकपासम्मै आउँदा पुष्पकमल दाहालले झन्डै 3 दशकभन्दा बढी समय एउटा राजनीतिक दलको नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् र अहिले पनि उनी नेपाली कम्युनिस्ट पार्टी नामको दलको संयोजक छन् र त्यो पार्टीको अधिवेशन नजिकिँदो छ। अधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षहरूमा कतिपय नेताहरूले मुख खोल्न थालेका छन्, तर पुष्पकमल दाहाल भने यो बीचमा पार्टी अधिवेशन नगरेर अन्य कम्युनिस्ट पार्टीहरूका बीचमा एकीकरण गरेर नयाँ खालको जनादेश प्राप्त गरेको निष्कर्ष सुनाउँदै महाधिवेशन मार्फत फेरि नेतृत्वमा आउने प्रयास सुरु गरिसकेका छन्। यसले विपक्षमा रहेका राजनीतिक दलहरू आफै कमजोर अवस्थामा रहेका बेला उनीहरू संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने सट्टामा आन्तरिक कलहमा फस्न थालेका छन्, जसको सकारात्मक असर सरकारलाई परिराखेको छ। अर्थात् सरकार ढुक्क अवस्थामा देखिएको छ। यदि नेपालमा विपक्षमा रहेका अन्य राजनीतिक दल, खास गरी नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टी समेतका राजनीतिक दलहरूमा जस्तो खालको शक्ति सङ्घर्ष देखिएको छ, यदि त्यो शक्ति सङ्घर्ष नहुँदो हो त वर्तमान सरकारलाई दबाव बढ्ने अवस्था हुन्थ्यो। यसै पनि कमजोर अङ्कगणितका आधारमा विपक्षमा कमजोर अवस्थामा रहेका राजनीतिक दलहरूमा देखिएको यो खालको विवाद र उत्कर्षमा पुग्न थालेको विवाद, यसका कारण राजनीतिक दलहरू फेरि विभाजनको डिलमा पुगेका त होइनन् भन्ने प्रश्न सँगसँगै सुरु भएको छ। हवस् त, आजका लागि द इनसाइडर यति नै। म अमृतराज काफ्लेलाई बिदा दिनुहोस्। ग्लोबल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।